हेलो सबैलाई नमस्कार छ मेरो युट्युब च्यानलमा स्वागत छ। अनि यो भिडियो म सोलन हिमाचल प्रदेश जिल्ला शिमला को भिडियो हो। यो हाम्रो आमा बुवाको बस्ने ठाउँ सोलन हिमाचल प्रदेश को हो। हेर्नुस्, हाम्रो पापाको रिटायरमेन्ट पार्टीको तयारी हुँदैछ। अनि यता चाहिँ टेन्टको कार्यक्रम सबै भइसकेको छ। अनि यता कारको पनि डेकोरेसन गरेर तयार गरिसकेको छौं हामीले। अनि यता चाहिँ डान्स पनि भइरहेछ। यहाँ हजुरले हेर्न सक्नुहुन्छ हाम्रो कान्छी साली र हाम्रो श्रीमती जी नाच्दै हुनुहुन्छ। हामीले खूब इन्जोय गरौँ पार्टीमा। अनि यो भिडियो हेरेर पुरा भिडियो हेरेर प्रतिक्रिया दिनु होला हैन। हामी पनि हजुरलाई सपोर्ट गर्ने छौं। हजुरले पनि हामीलाई सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला अनुरोध गर्दै छौं। हेर्न सक्नुहुन्छ डान्स को साथ-साथमा पार्टी पनि भइरहेछ। अनि सबैहरू आनन्द लागिरहेछन् पार्टीको हैन। हेर्न सक्नुहुन्छ हजुरले भिडियो। अनि यता चाहिँ रिटायरमेन्ट सकेपछि पार्टी हाम्रो मेहमानहरूलाई खानेपिउने कार्यक्रम भइरहेछ। मेहमानहरूलाई खाना बनाएर खिलाउँदैछौँ हैन। भिडियो चाहिँ हाम्रो छोराले बनाएको थियो। अलि भिडियो क्यामेरा अलिक भएन होला, त्यही पनि अलिअलि झलक देखाएको छु हैन। यता चाहिँ म चिसो बाँडिरहेको छु हैन। गर्मीको टाइम थियो अलिअलि। यता हाम्रो छोराछोरीहरू खाना खाइरहेछौँ। हामीले सबैलाई खाना खिलाउँदैको अवस्था छ हैन। हेर्न सक्नुहुन्छ हजुरले। यता हाम्रो कान्छी बहिनी र भान्जा पनि खाइरहेछन् खाना। भिडियो चाहिँ अलि लामो छ, हेरेर प्रतिक्रिया दिनु होला। सबै फ्यामिलीहरू काममा व्यस्त छन् आफ्नो आफ्नो। हेर्न सक्नुहुन्छ। खाऊ पेट भरेर खाऊ, फ्रीमा हो। थाहा बनाएन मैले अर्को सबैलाई खानापिना खिलाएर हामी अर्को भन्नु हाइवन भिडियो बनाउन हो। हाइवन
बनाएको छौँ यता नोकियावाला हाम्रो घर मालिक भिडियो बनाउनु हेर्न सक्नुहुन्छ होइन पानी 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 आइसु धेरै पानी पानी ग्लास त लाले त चावल पानी पानी कसलाई चाहियो पानी लम्बा फेंक दिया तुमने तो भैया आपने तो विराट कोहली से भी लंबा फेंक दिया यार यता फेरि छोरा छोरीहरू नाचिरहेछन् दुईटी छोरीको डान्स पनि हजुरको माझमा राखेको छौँ डान्स पनि हेरेर प्रतिक्रिया दिनुहोला हाम्रो छोरा छोरीको डान्स कस्तो छ हाम्रो जेठी छोरी र माइली छोरीको डान्स हेर्न सक्नुहुन्छ अनि यता हाम्रो सबै पापाको पिडब्ल्युडी विभागको स्टाफहरू जेईएसड्यू अनि म्यामहरू सिनियर म्यामहरू अनि हाम्रो अङ्कल सबै आफ्नो डान्समा इन्जोय गर्दै हुनुहुन्छ अनि हाम्रो आमा पनि डान्समा सहभागी हुनुभएको छ हैन हेर्न सक्नुहुन्छ हजुरहरूले भिडियोमा
साथ में ही इनके लिए तो सौभाग्य की ये बात भी है कि इनकी जो धर्मपत्नी है वो भी हमारे ही डिपार्टमेंट में है। इसलिए जब तक ये अभी 30 में रिटायर होने हैं तो तब तक चंद्र बहादुर जी हमारे साथ जुड़े ही रहेंगे। तो बाकी मैं इनके जो बेटे बहुएं हैं उनसे यही अनुरोध करूंगी कि चंद्र बहादुर जी को जैसे हम बिल्कुल उनके साथ पास गुजरे हैं, इनको आगे भी ऐसे मस्त और तंदुरुस्त रखना, ताकि जब हम रिटायरमेंट में इनको देखें तो ये हमारे को बिल्कुल तंदुरुस्त मिले। तो बाकी मैं ज़्यादा होगी, बाकी हमारे आज के आयोजन आप सबका यहाँ PWD विभाग हॉर्टिकल्चर विंग की तरफ से सबका स्वागत करता हूँ। यहाँ पे हमारे बीच में यता चाहिँ हाम्रो स्वागत हुँदैछ पापाको काम गर्ने ठाउँमा। हेर्न सक्नुहुन्छ हामी पनि साली बिना हल्का रमाइलो गर्दै अनि टिकटक बनाउँदै आफ्नै पारामा हेर्न सक्नुहुन्छ। अनि यता चाहिँ हाम्रो एकदम भाइरल आन्टी आफ्नो नृत्य प्रस्तुत गर्नुभएको छ। अलिकति रिक्वेस्ट गरेर उहाँलाई हामीले नृत्य गरेर देखाउनुहोस् भनेर नृत्य गर्नुभएको छ। यता हाम्रो छोरी छ्यामा र छोरी छ्यामा भोटेजी डान्स गरिरहेछन् अनि आफ्नो आफ्नो धुनमा नाचिरहेछन्, इन्जोय गरिरहेछन्, हेर्न सक्नुहुन्छ। यता फेरि पनि डान्स रेगुलर भइरहेछ, डान्स पनि गरिरहनुहुन्छ। Dime qué es lo que pasa, bebé, vente pa' mi casa, yo te espero sin nada. Dime qué es lo que pasa, bebé, vente pa' mi casa, yo te espero sin nada. Dime qué es lo que pasa, yo quiero. ल भिडियो पुरा हेरिदिनु भएको म धेरै धेरै धन्यवाद हैन। यता हाम्रो भाइरल आन्टी र छोरीले हल्का रमाउँदै छन् आफ्नो आफ्नो स्टाइलमा हैन। भिडियो पुरा हेरेर प्रतिक्रिया दिनु होला। अनि अर्को भिडियो पनि हामी अर्को नेक्स्ट भिडियोमा भन्नेको छौं। तबसम्म हजुरहरू स्वस्थ रहनु होला, खुसी रहनु होला। आफ्नो ठाउँमा आशा छ सबैले माया गरिदिनुहुन्छ भनेर भन्नु होला हैन। ल
बाई बाई। धन्यवाद छ पुरा भिडियो हेरिदिनुको लागि। नमस्कार। फेरि पनि हामी अर्को भिडियोमा भेट्नेछौँ। तबसम्मका लागि धन्यवाद छ।